भोलि गएर यो चाहिँ बाउ छोरीको हैन जोडी टिक्दैन भनेर धेरैले भनेछ ए हैन बाउ छोरी भन्नु कति कतिले त्यस्तो भनेछ हैन तपाई पत्रकार भएन मैले हात हाले तपाई त्यस्तो नचाहेको समाज तपाईले हात लाउने हैन तपाईलाई अहिले लात पनि लाइन्छ फेरि पाल गरे लात पनि लाइन्छ फेरि जे पाइते पनि मेरै घर भित्र आएर मलाई नै बाउ छोरी भन्ने तपाईलाई लात लाग्यो मैले भने हैन कमेन्टमा कति कमेन्टको कुरा भन्नु नि त तपाईले भन्न नि त हैन तपाई के हो तपाई ए छोरी लैजो छोरी कुट्नी मात्र हैन यहाँ त ज्यान धुलाइ होला नि बाम धुलाइ होला गुरुमालाई सोध्दैछु के कति तपाई अर्काको घर गर्ने आरिस तपाई अर्काको घर परिवारमा आएर उचाल्ने पछानी काम नगर्नुस् न तपाई यहाँ उचाल्न पछाड मेरो बुढीलाई चाहिँ तपाईले चाहिँ उचाल पछाड गरेर चाहिँ झगडा पार्दिनु खोज्यो हामीलाई थाहा छैन तपाईहरुको मसाला यो हो नि त कहाँ उहाँहरुले भनेर झगडा गर्ने मान्छे हो त हैन अहिले लास्टमा अहिले हेरिराख अहिले एकछिनपछि के हुन्छ के भनिदिन्छन् के भन्छन् दुई बीचमा लडाई पार्छ मैले उचाल्ने मान्छे हो र तपाईको श्रीमतीको विश्वास छैन हजुरलाई मलाई विश्वास छ भने पनि तपाईले अहिले यहाँ प्रेसर तताइदिनुहुन्छ क्या उसलाई पनि अहिले एकछिनपछि हाम्रो यहाँ लडाई पर्न सक्छ तपाईले गरेर ठिक्क सोध्नुस् क्या कहाँ नचाहिएको कहिले चुम्मा चाटी गरे भने छ कहिले कहाँ लयो भने छ नि यस्तो कुराले त हामीलाई त विवाद पार्दिने हो